Hello guys, are you welcome to my vlog. सबैजना पनि सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। सन्चै छु भन्दा पनि म चाहिँ सन्चै छुइनँ गाइजहरू। मलाई चाहिँ बिरामी भएको छ, मलाई पेटहरू पनि दुखिरहेको छ। म चाहिँ यहाँ सुतिरहेको छु। यता चाहिँ मैले फाइन चलाइदिएको छु। फाइन छ यता। क्लियर देखेन, एकछिन रोक्नु है, म देखाइदिन्छु। हेर्नु यहाँ चाहिँ फाइन चलिरहेको छ। यहाँ चाहिँ गाइजहरू सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ सुतिरहेको छु। म चाहिँ स्कुल पनि गएन, एकछिन स्कुलबाट आएको, धेरै पेट दुख्यो। बाबाले लिएर आउनु भएको, अनि म चाहिँ घरमै छु गाइजहरू। त्यही पनि मैले आज ब्लग बनाएको, ब्लग नबनाएको पनि धेरै दिन भयो। मेरो करेन नुडलको म त आज सन्चो पनि छैन। करेन नुडलको पार्ट 3 आएको छ, त्यो पनि हेरिदिनु होला। होलीभन्दा नि अगाडिकै थियो, तर मैले होलीभन्दा अगाडि हालिनँ। आइएम सरी त्यसको लागि चाहिँ। सबैजना थाहा होला, म आज बिरामी भएको छु। मैले एक दिन मात्रै बनाइदिएको छु। अब मेरो मम्मी बाबाहरू चाहिँ के गरिरहनु भएको छ म देखाइदिन गइरहेको छु है गाइजहरू। यसरी रोक्नु है। यता चाहिँ मेरो मम्मी हुनुहुन्छ, यता चाहिँ दिदी, अनि यता चाहिँ बाबा हुनुहुन्छ। सो गाइजहरू अनि सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ झन् फाइनमा लडिनँ। अनि म चाहिँ यहीँ छु। तपाईँलाई म एउटा उयो देखाउन गइरहेको छु। यसरी रोकिदिनु होला। यो चाहिँ कुखुराको आवाज चाहिँ गाइजहरू। तपाईँलाई के को आवाज भन्नु होला। यो चाहिँ मेरो अगर बक्स हो, मैले आफै बनाएको गाइजहरू। मेरो अगर बक्समा चाहिँ के रहेछ हेरौँ ल। रहेछ यो क्वार्टर रिलेजर, त्यसपछि रेड मार्कल्स, त्यसपछि ब्ल्याक मार्कल, यो चाहिँ के रहेछ, फार्बर कास्टेल, यो चाहिँ फार्बर कास्टेल रहेछ। त्यसपछि एउटा पेन्सिल छ, यो चाहिँ अघि मैले भन्ने बिर्सेँ। यो यहाँ हेर्नु, गाइजहरू 4 को निक्ल्यो। यहाँ चाहिँ कटर चाहिँ हेरिदिनु होला, अहिले नि देखाउँछु एकचोटि। अनि यता चाहिँ इरेजर छ, इरेजर भयो। त्यसमा एउटा पेन्सिल छ, त्यसपछि अर्को पेन्सिल छ, यो चाहिँ टुटेको हो। अनि फेरि एउटा स्ट्यान्ड पेन्सिल चलाउने पेन्सिल छ। त्यसपछि एउटा स्केल छ, स्केल राख्ने ठाउँ पनि बनाएको छु। यहाँ यता राख्नुपर्छ, यहाँ चाहिँ स्केल। अनि यहाँ एउटा सार्पनर छ। अनि यो चाहिँ मेरो अगर बक्स हो। अनि यो चाहिँ एउटा चेन हो कि त्यो उयो पनि रहेछ। अब मिलाउनु पर्छ। मैले मसँग यति धेरै सामान हो, अब म यसलाई मिलाउँदैछु। त्यसलाई म देखाइदिन पनि गएँ। पहिला मैले योहरू मिलाएँ, त्यसपछि मैले यो पनि हालेँ, त्यसपछि मैले यो पेन्सिलहरू हालेँ। त्यसपछि यहाँ एउटा सानो ठाउँ छ, यो चाहिँ मैले यहाँ एउटा हालेको थिएँ, यो टुट्यो गाइजहरू। त्यो पनि राम्रो नभनिदिनु होला, राम्ररी भनिदिनु होला। अहिले कटर यहाँ राख्ने, स्केल चाहिँ यहाँ राख्ने है गाइजहरू। फेरि कसरी बन्ने सोध्नु होला, यसरी हो। अनि यहाँ चाहिँ यहाँ चुमकै थियो गाइजहरू, मलाई चाहिँ थाहा थिएन यो यति राम्रो हुन्छ भनेर। यो चाहिँ लाइटको बट्टा हो। यहाँ चाहिँ मैले आफ्नो नाम मिलेको छु, त्यो पनि यो कलर हो। यो गइसक्यो, यो गइसकेको छ, यो चाहिँ गइसक्यो गाइजहरू। अनि यता चाहिँ म छु गाइजहरू। अनि मैले चाहिँ एउटा फोटोको फ्रेम पनि बनाएको थिएँ। यो चाहिँ मेरो पौगान हो, तर मैले धेरै स्लिपहरू गरिसकेँ, नगरेको भनेको केही पनि छैन। त्यसपछि तपाईँहरूलाई म देखाउन गइरहेको छु। के देखाउँ त गाइजहरू, त्यो चाहिँ कमेन्टमा भनिदिनु होला है। म के देखाइदिउँ गाइजहरू तपाईँलाई। म आज सन्चै छैन, त्यही पनि आज एक दिन भ्लग बनाइदिएको मैले तपाईँको लागि, त्यही फोन गाइजहरू। त्यसपछि म त यहाँ सुतेर बसिरहेको छु गाइजहरू। ज्याउ लागिरहेको छ मलाई चाहिँ एकदमै।
याउ पनि लागिरहेको तर के गरौँ तपाईँलाई देखाउँ भनिरहेको छु कि अनि तपाईँहरूले मेरो घर हेर्नु भएको छैन म तपाईँहरूलाई मेरो घर देखाइदिनु गइरहेको छु हेर्नु मेरो घर मेरो कोठा छैन त्यसपछि अघि भर्खर म चिब बजार गएर आएको हेरिदिनु होला मेरो घर चाहिँ यही हो गाइजहरू यहाँ चाहिँ फ्यान चलिरहेको छ यहाँ चाहिँ ओछ्यान छ हामी चाहिँ दुईटा ओछ्यान छ है एउटा यो अनि लेफ्ट यो गाइजहरू होइन अनि मलाई चाहिँ के खान मन लागिरहेको छ भने अङ्गुर के खरबुजा पनि लिएर आएको छ म फ्रिजमा जाँदैछु गाइजहरू यो चाहिँ हाम्रो फ्रिज हो गाइजहरू के खाऊँ होला यहाँ मेरो टिफिन लन्च बक्स छ यहाँ चाहिँ म अङ्गुर खाँदैछु गाइजहरू यहाँ मेरो अङ्गुर छ मेरो अङ्गुर हेर्न मेरो अङ्गुर चाहिँ होइन मैले चाहिँ मिस्टेकले भन्दैछु म चाहिँ अङ्गुर खाँदैछु गाइजहरू यसरी रोक्नु है काट्छ सबैजना रिसन भयो होला मैले किन भिडियो हालेन म चाहिँ हालेको थिएँ त्यही पनि मैले नहालेको गाइजहरू थाहा त पुगाइसक्यो र अहिले मैले के भन्नु थिएँ ज्वरो आएको भनेर अनि मैले ड्रइङहरू क्राफ्ट गरेकोहरू चाहिँ सबै चिया दिनुभयो कि मोमोले अब छ मेरो के छ नि मेरो मनको मैले क्राफ्ट फर्स्ट टाइम सानो बच्चामै क्राफ्ट गरेको हाम्रो यो चाहिँ स्कुलको क्यालेन्डर हो समता स्कुल यो चाहिँ मैले फर्स्ट टाइम क्राफ्ट गरेको थिएँ त्यसपछि मलाई कत्रा लाग्यो यो चाहिँ मलाई चाहिँ एकदमै राम्रो लाग्यो गाइजहरू तपाईँहरूलाई पनि राम्रो लाग्यो होला मेरो ड्रइङ चाहिँ सबैलाई राम्रो लाग्यो होला सायद मन नपर्ने जति चाहिँ डिसलाइक हानिदिनु म के गर्दैछु तपाईँलाई थाहा छ मैले एउटा इन इङ्ग्लिस हुइसे बट इन नेपाली इष्टकोटा आफ्नै घटी छोरालाई फोटो यो गीतमा बनाएको थिएँ नि दुईवटा केटीलाई हाँसेर पठाएको मलाई यति रिस उठेको थियो नि त्यो पनि त्यसलाई पनि ब्लग हान्थ्यो गाइजहरू मेरो मम्मीहरू साइड चलिरहेको यहाँ चाहिँ हाँस होएर चलिरहेको अनि म चाहिँ गाइजहरू यहाँ चाहिँ हाँस चलिरहेको मलाई चाहिँ थाहा छैन के भएको अब म चाहिँ यहाँ चाहिँ मेरो बाइक राजा हुनुहुन्छ यहीँ छ बाइक राजा चाहिँ अनि हामी चाहिँ यहाँ छौँ यहाँ चाहिँ अनि म चाहिँ यहाँ छु गाइजहरू मलाई चाहिँ धेरै थाकिसक्यो म चाहिँ एकछिन बस्नु पऱ्यो र चाहिँ टाउको चिलाइरहेको म चाहिँ कहाँ गएको हो म चाहिँ जाँदैछु तल यो चप्पलहरू चाहिँ अनि म चाहिँ यहाँ सबैजना म सन्चै हुनुहुन्छ यहाँ छु म चाहिँ यहीँ छु गाइजहरू तपाईँहरू चाहिँ क्या हुनुहुन्छ भनिदिनु होला यहाँ मेरो फुल छ गाइजहरू सबैजना सन्चै हुनुहुन्छ होला अनि सबैजना खाना पनि खानुभयो होला यता चाहिँ मेरो प्यारो प्यारो फुल राजाहरू हुनुहुन्छ यो चाहिँ मेरो डोकोहरू मेरो कुखुराहरूको लागि मेरो प्यारा प्यारा सानो कुखुराहरूको लागि तपाईँहरू कुखुरा चाहिँ देखाइदिन्छु है यो कुखुराहरू छ नि यो खाइरहेको हुन्छ हो अनि यहाँ चाहिँ मैले
एकछिन रोक्ने कस्तो क्यामेरा यहाँ चाहिँ मेरो फ्लावर छ यो चाहिँ मैले नि रोपेको यहाँलाई अनि म चाहिँ यहाँ छु गाइजहरू तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला अनि खाना खानु पनि भयो होला अनि म यहीँ छु अब फेरि भित्र जाँदैछु गाइजहरू एकछिन रोकिदिनु होला यहाँ चाहिँ हाँस सुत्ने अहिले बन्द भएछ म चाहिँ यहाँ बस्छु गाइजहरू आजको लागि यति नै बाई बाई वाचिङ द भिडियो